दीपक, रितिका, सुमना, नयन, उपासना। हामी साधुबाटो जाँदैछौँ र अब साधुबाटोबाट हामी एउटा पब्लिक गाडी छोपेर हामी चाहिँ त्यसमा गोदावरी जाँदैछौँ। अनि गोदावरीबाट चाहिँ हाम्रो हाइकिङ सुरु हुन्छ है। अहिले चाहिँ मसँग नयन छ र सँग हिँडिरहेको छ नियन धिताल। हेलो। अब हामी कसरी डिफेन्स गर्छौँ यो हेर्नुहुन्छ है तपाईँ। रितिका पनि टाइममा आइदिएको। Sharp है everyone. के रे 6:30 sharp है everyone. यसले भनेको म 6:20 देखि यहाँ कुरिरहेको छु। अब सार्प र ब्लन्ट भयो म त ढिलै आएको थिएँ। म 20 मिनट इन्टु कति सेकेन्ड हो त्यो। सो अब हामी चाहिँ गाडीमा बसिसकेको छौँ गोदावरी जाने माइक्रो। सबै साथीहरू यता छन् हात्ता। अनि रितिका अगाडि चाहिँ सानो भएर नदेखिनु भएको होला। देखेको त। कापडी चाहिँ यता छ। बस साथीहरू हामी गोदावरी आइसकेको छौँ। अब गोदावरीदेखि हामी 4 घन्टाको लामो पैदल यात्रापछि हामी पुग्नेछौँ फुलचुकी। राम्रो मौसम भएको छ हेर्नुहोस्। स्काई इज क्लियर र पानी पर्ने सम्भावना पनि धेरै छ आज। उपासनाले सबभन्दा ठुलो छाता लिएर आएको छ आज। के छ? म एउटा खतरा कुरा भन्छु। यहाँ चाहिँ कस्तो राम्रो व्यवस्था रहेछ भन्दाखेरि 100 रुपियाँ जम्मा गर्नु पर्दैन रहेछ कि यहाँ नौधारा मन्दिर कि मन्दिरदेखि माथिपट्टि जाँदाखेरि। अनि त्यो चाहिँ प्लास्टिक वेस्टहरू यहाँ के मचाउन सक्छन् मान्छेहरूले भनेर हेर्नु हुने रहेछ। अनि हो अनि 100 रुपियाँ धरोटी राखेर अनि यो कार्ड लिने अनि फोहोरहरू जति लिएछ त्यति ल्याएर आयो भने ठ्याक्कै त्यो 100 रुपियाँ धरोटी फिर्ता पाइन्छ। कति राम्रो होइन? यता घुमाएपछि चेन्ज हुन्छ स्क्रिन। ल यहाँ हामीसँग कुकुर छ है र यहाँ रितिका पनि छ होइन। नयन हाम्रो दुईजना महजोडी थाहा छैन महजोडी भनेको? एउटा बाहुन एउटा नेवार हो नि त। तिम्रो पनि एउटा बाहुन एउटा नेवार कस्तो हुन्छ? भनेको मदन कृष्ण र ल हामी मजा आयो है। कस्तो लागिरहेछ तिमीलाई? रमाइलो। अलि भन न, लेख्ने बेलामा त धेरै लेख्छ त पिविकेमा। अनि अब हामी त्यहाँबाट 10 मिनट हिँडेको छैनौँ। खासै लाग्ने बेलै भएको छैन। हामी त अब कति एक्साइटेड छौ भन्नु? एकदम एक्साइटेड। 3.5 घन्टा लाग्छ भनेपछि हामीलाई 5 घन्टा लाग्छ। माथि गएर चाहिँ के भइदियो जस्तो लाग्छ तिमीलाई? म के भएको लाग्दैन। लाग्दैन तिमीलाई? नडहरूले मलाई कस्तो खुसी लागिरहेको छ। म सेकेन्ड टाइम आएको त्यति कस्तो खुसी लागिरहेको छ किनकि मेरो प्रिय मित्रहरूसँग आएको छु। रितिकालाई? ठिक छ रमाइलो छ। अलि क्यामेरा एङ्गल तल गर न रितिकाले देखाउनलाई। यस्तै सिनेमाटोग्राफी के हाम्रो नि रमाइलो हुने होला छ। हेरौँ साथीहरू कतिको थाक्छन्। म तिमी पनि गर्ने। अब बस त तिमी जाऊ बस त। उतै गर्दा नि हुन्छ साथी क्यामेरा फर्काउनु हुन्थ्यो नि त। एकछिन म तिमी पहिला 360 ल भन मनी घुम्नु। ल हिँड्न सुरु गरेको 5 मिनट भएन गाइजहरूलाई रेस्ट चाहिएछ। चाँडै पुगिन्छ नि त यो उकालो बाटो त। त्यही त हो, त्यहीँबाट सुरु गरेको। धन्न रूपासना छ है। मलाई पनि सजिलो भएको छ त्यसो भने। म सिडीहरू सक्दिनँ के। ल अब हाम्रो भर्याङ सकिएको छ अनि सिधै उकालो बाटो आएको छ। ल अब हामी पोलो खाँदै यस्तो पोलो खाँदै हामी अगाडि बढ्छौँ। अब एउटा मात्र बाँकी छ। कसले खाने भन, उठाइदिन्छु म। यहाँबाट सिधै लाग्ने अब माथि। दोस्तों हम 6 लोग बीच जंगल में भटके हुए हैं और हमें ग्रिल्स वाला गर्न बियर ग्रिल्स वाला। और हमें पानी की सख्त ज़रूरत है। पानी 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 अंकल जी मुझे पानी। ये जंगल में जीने की कला एक वाकई में एक खूबसूरत कला है और इसमें सीमित स्रोत साधन में भी हम कैसे अपने आपको ज़्यादा देर तक राहत मिलने तक जिंदा रखते हैं इसके बारे में आज सीखेंगे। ये देखिए, ये है हमारा खाने लायक जंगली घास। इसको हम तोड़ के उमाल के चाय बनाकर पी सकते हैं। और मुझे हामी बल्ल 10 मिनट हिँडेको छौँ र त्यतिकैमा आधी घन्टा हिँड्छौँ होइन। नर्मल एभरेज मान्छेको लागि चाहिँ 10 मिनट के एभरेजमा लिनु पऱ्यो नि त होइन। 10 मिनट जस्तो हिँडेको छौँ। रूपासना
सबभन्दा थाकिसकेको छ रूपस्ना तपाईँ यहीँबाट फर्किन्छ जस्तो छ रूपस्ना चाहिँ होइन हाइकिङ सुरु गर्नु पनि अन्तिम गन्तव्य पुगे जस्तै हो फर्किदिउँ है अब यहाँबाट फर्केर गोदावरीमा टिकटक बनाउने जस्तो छ अब रूपस्ना अनि गोदावरीका ट्राउट माछा खाने हामीसँग आएको कुकुर चाहिँ बिच बाटोमै हरायो तर हामीलाई त्यसको चिन्ता छैन हामीसँग रितिका छ सोध्न होइन साँच्चीकै होला कि साँच्चीकै बिस्तारै हामीहरू बिस्तारै हिँड्ने होला हो कति घन्टा तपाईँहरूलाई माथिबाट आउन कति लाग्यो म त माथि गएँ होइन यहीँबाट चाँडै हिँड्यो भने 2 घन्टामा पुग्छ ढिलो हिँड्यो भने माथि पुग्न 4 घन्टा यहाँदेखि लाग्छ कि तलदेखि 1 घन्टा जस्तो हिँड्ने तलदेखि यहाँसम्म फास्ट हिँड्दाखेरि 10 मिनट हो भन्दै थिएँ त मैले कति मिनट लाग्यो 40 minutes 45-40 अनि साथीहरू अलि ढिलो 5 आवर्स भन्दा यही पेसमा हिँड्यो भने मोर देन 5 आवर्स ओके धन्यवाद दाइ आगे आगे तोपैको गोला पछि पछि सिगरेट नदेऊ म बिडी खानेलाई ए माया नदेऊ माया नदेऊ म हिँडी जानेलाई टार्जन साथीहरू फाइनल्ली हामी यो उकालो उक्लिँदैछौँ र हामी बाटोमा पुग्दैछौँ सिधै यहाँ मसँग सानो मान्छे रितिका छ अनि यो चाहिँ अझै सानो मान्छे यहाँ रूपस्ना ऊ चाहिँ मुटुको सानो मान्छे हो म साँच्चीकै उमेरबाट सानो हो तर यहाँबाट सबसे कम लङ क्यापेसिटी छ मेरो हामीलाई नि अब त 1 घन्टा भयो होला यार कापु कस्तो लागिरहेको छ सुमनालाई ठिकै छ रमाइलो छ रमाइलो छ रितिकालाई भेरी गुड यही हो भने 2 घन्टा मात्र हो भने सकिन्छ त्यस्तो गाह्रो भएन 2 घन्टामा पुगिन्छ अब होइन यतिको 2 घन्टा हिँड्नु पर्छ सकिन्छ त्योभन्दा बढी भने ठिक छ पऱ्यो भने त हेर्नुपर्छ हामी फुलचोकीमा लालीगुराँस हेर्न आएको थियौँ कहाँ नहुने यहाँ यत्रो लालीगुराँसहरू यहाँ हेर त I am the biggest lali guras you'll find here. मक्कै पार्दै एकैछिनकोलाई छैन मेरो तर फुल टिपिरहेछ तर चलिरहेको छैन कि एन्सर हेर त एकचोटि र साथीहरू हामी बिच बाटोमा आइपुग्यौँ र हामीसँग अहिले 2 जना साथीहरू पनि जोडिसक्नुभयो यस दिपक कापडी यहाँ नयन धिताल जस्टिस लेखेको टी सर्ट लगाएको छ नयनले पक्कै पनि यो गगन थापालाई जस्टिस हुनुपर्छ गगन 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 खाइदिउँ न त र हाम्रो खाइदिउँ अब हाम्रो फुलचोकीको यात्रा यहाँबाट फेरि अनार खाएपछि हुनेछ र अब हामी रूपस्नाले ल्याएको अनार खान्छौँ ओए रूपस्ना त क्युटी देखियो त है अहिले त पुरै लालीगुराँसै देखियो त तिमी त हो रूपस्ना हेर्न मकेको होइन फुलचोकी सबैभन्दा ब्युटिफुल हाइक काठमाडौँदेखिको यो जब काठमाडौँ स्थापना हुँदाखेरि नै ऋषिमुनिहरू फुलचोकीमा आएर बसेका थिए हो तपस्या गरिरहेका थिए मैले 4:45 मा उठेर यिनीहरूको लागि भनेर अनार छोडाएर बसिरहेको थिएँ धन्यवाद गाइसलाई पनि खाने हो कस्तो छ अनार मिठो छ अनार जस्तो हुन पनि त्यस्तो छैन मलाई ल टेस्ट गर्न है आमा जस्तै बाँडिरहेको मिठो 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 एउटा भ्लगर चाहिँ नेपाली मिठो 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 गर्छ फ्रीमा खान नपाएपछि चाहिँ होइन एम्बियन्स पनि राम्रै लाग्यो ठिकै छ यो पनि ठिकै छ मिठो मिठो खाँदैछु स्वाद आउँदैछ मिठो 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 योबाट काट्न आउँछ तर सन्तो दाइ हो कि भाइ हो भाइ नै हुनसक्छ अब हामी अब त भाइ नै हुने उमेर आयो यार फलफुलहरू खाँदैछौँ ठुलो भयो है, कापडीले चक्कु ल्याएको छ कापडले ल्याएको र सरी रितिकाले चक्कु ल्याएको छ र खाऊ सेउ चाहिँ कसले ल्याएको रितिकाले ओके रितिकाले सेउ पनि ल्याएको मैले त्यसकै लागि चक्कु ल्याएको थिएँ मसँग पनि एउटा काटौँ न त एकैचोटि काटेको लाग्छ होइन अर्को र साथीहरू अब फुलचोकी आउन लागिसक्यो हामी 50% यात्रा सेल्फ प्रोक्लेम 50% भइसक्यो नि त्यहाँ अघि 6 किलोमिटर गोदावरीबाट अनि यहाँबाट 8 किलोमिटर बाँकी थियो अलिकति हिँड्यौँ 7 भयो लगभग साथ भएर भयो नि अब 7 त बाँकी र साथीहरू अब चाहिँ हामी अब एकदमै आधीभन्दा बढी गन्तव्य तय गरिसके पछाडि अब हामीलाई भोक पनि लाग्छ हेर्नुहोस् है त्यस कारण अब हामी खानको लागि बसेको छौँ यो हामीले यो रूपस्नाले प्याकिङ दिस इज रिसोर्स लिमिटेड सेटिङ रिसोर्स भएको यो टर्सेरी हामीले खायौँ खाजा धोपी खाइदियौँ होइन बेसिक मिठो बनाएको
अनि त्यस पछाडि अब जान लागेको हामी फेरि खाजा खाएपछि हामी फेरि हिँड्न थाल्यौँ। बाटोमा हरियो रुखहरू, चारैतिर सुन्दर दृश्य, हरेक कदमसँगै मन शान्त हुँदै गयो। आइयो कि नाइने हो र आदि ए अत्यन्तै सङ्घर्षफुल यात्रा चलिरहेको छ हाम्रो। नयन साथी भिरबाट उक्लिसक्नु भएको छ। अब हाम्रो सुमना साथी भिरबाट जाँदै हुनुहुन्छ भने अब हाम्रो रूपासना साथी ठुलो लट्ठी लिएर अब जाँदै हुनुहुन्छ। अब हाम्रो दीपक कापडी साथी फ्रम ढोटी धनगढी ल सिधै वान सटमा जान्छु भन्दै हुनुहुन्छ र म बिस्तारै आनन्दले आउँछु। काठमाडौँ भ्याली अत्यन्तै सुन्दर देखिरहेको छ यो फुलचोकी डाँडाबाट। एयरपोर्ट कुन भन्यो ए अहिले देखिहाल्यो त नि एउटा प्लेन आएर ल्यान्ड गर्यो भने त यो एयरपोर्ट बुझ्यो कुरुम्ला कुर्नी तररा देख्यौ तररा हजुर तररा देख्यौ रुपी देखेपछि त हैन अँ यो हेरेपछि त त म दिदा सेतो हामी उचाइमा पुग्ने क्रममा छौँ। यहाँदेखि अब गुगल म्यापका अनुसार चाहिँ लगभग कति 650 मिटर जति देखाइरहेको थियो। त्यो अनुसार हो भने त अब हामी 10 मिनटमा पनि लाग्दैन माथि पुग्नको लागि। एउटा रुख छ कि यहाँ यो केभ जस्तो परेको रुख, अनि यहाँ बसेर फोटो खिच्दाखेरि मजा आउँछ भनेर अब हामी खिच्न लाग्छौँ। यस्तो पुरै टोटको परेछ, त्यही पनि बाँचिरहेको छ कि खतरा हो नि यो हिरो रहेछ त्यो रुख त। ओ माई गॉड डुब्बिन्छ बिस्तारै कापडी डुब्बिन्छ त्यो। ल यो है पोखरी साथीहरू। अब हामी स्निकर्स खायौँ अनि पाण्डेले तितौरा ल्याएको खायौँ अनि अब माथि जाँदैछौँ। अब यो भर्याङवाला बाटो यहाँदेखि 20 मिनट छ अरे। अब ठ्याक्कै त्यो दाइहरूले भन्नुभयो हामी जान्छौँ है त। 1 बजे कति घन्टा हिँड्यौँ भन त? 7:40 मा हिँडा भन्छ 8:09 9 देखि 10 10 गयो 12 1 6 घण्टा त लाग्यो 5 घण्टा 20 मिनट लाग्यो। जुन नर्मल मान्छेको लागि 3.5 देखि 4 घण्टा लाग्थ्यो। दगोर्ने छिटो दगोर्ने मान्छेलाई 4 घण्टा। हामीले फेरि बसेर खायौँ नि त। लास्ट नाइस लास्ट है ठिकै हो यतिको त। थकाइ लाग्दो रहेछ यार। के रे ए हामी पुग्यो टावर हो यो टावर होइन माथि गएर मजाको बस्ने ठाउँहरू छ अनि पारितिर चाहिँ आर्मीको क्याम्प छ यता एउटा खाजा खाने पसल छ त्यहाँदेखि फेरि सिँढी चढ्न पर्छ है 2-4वटा फेरि वाउ आइयो त हामी त आइयो त यार आइयो त गाइज आइयो है आइयो है आइदिउँ है आइदिउँ है ल आइदिउँ माथि जाऊँ आइदिउँ ल माथि जाऊँ माथि फेरि माथि ए पूजा गर्ने ढोकेर राम्रो छ। यहाँ फुलचोकी माईको अब मन्दिरमा पुग्यो। जुत्ता चप्पल राख्ने र एकचोटि भित्र गएर दर्शन गर्नुपर्छ। नारायण थाकियो नि त। ल यहाँ जुत्ता चप्पल राख्छौँ है त। यस्तो छ यहाँ चाहिँ हाम्रो टोली अगाडि बढ्दैछ। ढुङ्गाको घरहरू है सुमना यस्तो धारिलो ढुङ्गा छ। यहाँ आउँदाखेरि चाहिँ तपाईँ सचेत भएर हिँड्नु होला है, किनकि खाली खुट्टा हिँड्दाखेरि खुट्टा काटिन सक्छ अनि फेरि चिनो लिएर फर्किनु पर्ला। अब हामी कापडीको काटिसक्यो। अब हामी पुनः जुत्ता लगाएर तल खाजा खाने ठाउँमा जान्छौँ। हाम्रो चियापान कार्यक्रम समाप्त भयो। अघि नहिँडेको बाटोबाट घुसिदियौँ हामीहरू त। यहाँ अब फेरि हरायो भने यो भ्लग चाहिँ आउँदैन है। अरू त त्यस्तै हो। भन्छ नि हामीहरू हराएको छैनौँ, सकुशल आफ्नो ठाउँमा पुगेछौँ भनेर बुझ्नु होला। माईको आशीर्वाद लिएर हामी फर्कन थाल्यौँ। त्यही बाटो, त्यही रुखहरू, तर मन अब फरक थियो। ओर्लदै जाँदा आकाशले पनि साथ दियो। बिस्तारै झरी झर्न थाल्यो।
त्यो चिसो पानीको छुवाइले थकान बिर्साइदियो। जङ्गल झनै हरियो र सजीव भयो। घाम र पानीको मिलनमा सुनौलो उज्यालो छरिएको थियो। थकान थियो, भिजेका थियौँ, तर मनमा एउटा गहिरो शान्त थियो, फुलचोकी माइली दिएको।